भयो। उहाँपछि हामीलाई धेरै हामी एडभान्टेज यो भाइ बहिनीहरूलाई अभाव फर्किन्छ, अभाव हुन्छ हामीलाई। यो अहिले पुस्तकहरू हामीले उहाँले बडो मेहनत गरेर दुःखले रातभरि लेख्नुहुन्छ। तपाईँलाई थाहा छ यो अहिले जति दिइरहेको पुस्तक उहाँले लेख्नु भएको यति गाह्रो सायद उहाँ जतिको दुःख हामी कोही पनि गर्न सक्दैन, कसैले पनि सकिँदैन। तर उहाँले हरेक बेलामा दुःख गरेर हाम्रो निम्ति यो खजना, किनकि उहाँ एउटा धार्मिक मान्छे हो है, उहाँ धार्मिक भएकोले धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू तिनीहरू तृप्त हुनेछन् भनेर मत्ती 5 अध्यायको 6 पदमा लेखेको छ। त्यो धार्मिकताको निम्ति भोकाउने तिर्खाउने त मानिस छ, तर तिनीहरूलाई खुवाउने को त भन्दाखेरि उहाँ नै हुनुहुन्छ अहिलेसम्म है। हाम्रो एडभान्टेज जगत नेपालको चाहिँ उहाँले अहिले धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेको निम्ति यो खजना, यो भोजन खुवाइराख्नु भएको छ। उहाँलाई एकदमै धेरै धन्यवाद दिँदै अब भोलि हामी यहाँ रहँदैनौँ, भोलि हामी प्रभुभोजको निम्ति अजिङ्गरे चर्चमा जाँदैछौँ। त्यसले गर्दाखेरि उहाँलाई एउटा सम्मान स्वरूप म एउटा खदा लगाएर उहाँलाई सम्मान गर्न चाहन्छु। ताली लगाइदिनु त सबैजनाले।